हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते छोड्दै सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ अलि ठिक भएको छ अनि सदाको दिन जस्तै आज पनि नयाँ दिन नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु म निर्मला आले। अनि तपाईँहरूको दिनहरू के कसरी बितिरहेको छ साथीहरू? हामी चाहिँ आज जङ्गल जान लागेको, बाबुको बिदा पनि छ आज, अनि त्यही भएर साथी पनि पाएँ जङ्गल जानलाई। अनि साथीहरूसँग जङ्गल जानलाई रेडी भएको साथीहरू। बाबु गएको बोनमा जान्छ भन्दै थियो नि। आज चाहिँ बाबु नि बोनमा जाने रे। अस्ति अस्त व्यस्त भएको दाउराहरू आज स्याट्टै पारेर मिलाइसक्यो। आमामा हावा कति साह्रै चलेको हावा। आऊ छिटो। नजाऊ भनेको कि बाबुलाई, बाबु मान्दै मानेन, जान्छ अरे। त्यही तिमीहरू के हो त्यो? चुकुन्दर कस्तो हुन्छ खै? कहिले पनि टेस्ट गरेँ तपाईँ मुला जस्तै हो र चुकुन्दर। कस्तो साह्रो हावा चलेको। हाई हेलो डल्ली से भागे। आउनु त नि त भाइ तिमीहरू। मम्मी झोला खोजिरहेको त्यतो हुन्छ लास्टमा त। अब यसलाई कसो कुकुर रहेछ र? आमै त जिबेलका बेसरी भुकेको थियो नि कुकुर। ला बाघले चिथार्दैछ नि त यसलाई। यो कि 3 गरे दिरहेको त्यो बाख्रा खायो नि कुकुर हो। 3 गरे तिर बाख्रा खाएर हिँड्ने कुकुर हो क्या हो? अनि भोटे भन्दा थियो सेतो पुच्छर देखेर सेतो पुच्छर र सेतो म त खान्न पुगेँ। जङ्गल जाने जन्तीहरू यहाँ सधैँ एक्लै घाँस काटेर हिँड्थ्यो। आज चाहिँ पुरै जन्ती बोकेर अझै 4-5 जना आउने बाँकी नै छ होइन त। अलि साल्ने हो क्या यो। ल मेरो बाबुले कसरी काट्दो रहेछ घाँस, त्यो त खान्न है छ्या। ला फर्स्टचोटि बोटमा लिएर आएको घाँस काट्नेलाई। अरू चाहिँ दाउरा खोज्दैन, उता गयो, हामी चाहिँ यता काटेको। उता नजाऊ लड्छ भिरो लाने बाबु। यस्तो जङ्गल छ यहाँ चाहिँ। नआऊ भन्दा नमारेको बाबुले एक भारी घाँस काट्नुपर्छ अब। हस् सौराले यहाँ पाखै उठेर काइली बजे कान्छी बजे मान्छे भन्दा ठुल्ठुलो भात ल्याखा त नि।
बाबुजी किन त्यही बसिरहनु जान्न मेरो भारी आज एक दिन मेरो छोरा जङ्गल गएको थाकेर यस्तो छ हालत मेरो छोराको अब जानी नजाने जङ्गल जाने आज जस्तै निल फर्किला नि फेरि छोरा रुनु मात्रै सकेन बिचरा मेरो छोरा त रुनु मात्रै सकेन एक मुठा घाँस पकाइदिएको थाहा आधी बाटोबाट त बिचरा हिँड्नै नसकेर हामी चाहिँ भात खाएर पनि घाम ताप्दै आँगनमा सुतिराखेको अब त कहिले जान्न जस्तो लागेन अझै जान्छ अझै फेरि जान्छ जङ्गल मलाई अस्तिदेखि रुगा लागेको अनि रुगा लागेर मैले बाबु म नजिन आऊ न बाबु रुगा सर्छ भन्दाखेरि कसरी सर्छ र मामु रुगा कसरी सर्छ र मामु भनेर मैसँग लपस लगाएर टाँसिडायो त उसलाई रुगाले रातो र पिरो भइसक्यो रुगा सर्छ भनेर मैले अब आमा छोरा नै ठेस ठेस पनि बस्ने मकै सुका छ धान अब मकै धान उठाउनु पर्ने छ अब चल्न थाल्यो अब सौभाग्य उता गरेछ क्या ढाडमा के भयो पेट्ने दुख्यो अनि किन जाडो भयो जाऊ तल गर्छु तिर यहाँ चाहिँ मकै छोडाएर यस्तो बिजो साथीहरू अहिले त रात पर्न लागिसक्यो अनि म चाहिँ गोठबाट फर्किँदैछ गोरुलाई घाँस दिएर बाउ चाहिँ निम्तो मानवता माइततिर जानुभएको थियो आउला 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 भन्दै आइपुग्नु भएन अनि त्यही भएर फेरि म चाहिँ गोरुलाई घाँस दिएर फर्किँदैछु साथीहरू रात पर्न लागिसक्यो कोही पनि छैन यता चाहिँ सबैजना गइसक्यो अनि यता मात्रै हो कि तपाईँहरूकोतिर नि हो क्या हावा चल्ने कस्तो राम्रो छ हावा चलेको बिहान र बेलुका त आम्मामा हेर्न हावा यस्तो हावा गर्मी महिनामा चले पो शीतल हुन्छ आनन्द हुन्छ जाडो महिनामा हावा चलेर के काम यो हावा मान्छेलाई जाडो बनाउनु मात्रै अनेक थरीको रोग ल्याउनु मात्रै है पन लागिसक्यो म चाहिँ बनडाँडा गइरहेको बनडाँडा यहाँ छ रोड मनकामना जाने रोड घाँटी दुखेर चढ पारे मलाई हुँदा फेरि बाबुलाई नि सरेर बाबु त ज्वरो आउनु थाले औषधि पनि छैन ल्याइराखेको गाउँमा बस्नुको यही बेफाइदा छ क्या के अलिअलि बिरामी सिरामी भयो भने झट्ट औषधि सौषधि किनेर खानिदिन्छु भन्ने ठाउँै छैन कि त जानु पर्यो मनकामना अब यति राति मनकामना के जानु औषधि ल्याउने मान्छे नि कोही पनि पाएन कतिलाई फोन गरेको सबैजना कोही आइसक्नु भएछ अनि अब भोलि मात्रै ल्याएर खानिदिनु पर्ला औषधि आउँदा आउँदा झुमुक्कै रात पर्यो साथीहरू
बत्ती सत्ती केही बालेन घरमा भगवान। झमक्कै परिसक्यो साथीहरू। अब कुन बेला पकाएर खानु भात।